म अहिले कालीकोट र जुम्ला जिल्लाको सिमानामा छु। यो धेरै मात्रामा देखिरहेको एरिया जुम्ला जिल्लामा पर्छ र अब देखिने ठाउँ चाहिँ कालीकोटमा पर्छ। समग्रमा भन्नुपर्दा यो ठाउँ कर्णाली अञ्चल थियो पहिला, अहिले कर्णाली प्रदेशमा पर्छ। अब यो मेरो गाउँ जाने बाटो हो अनि यो जुम्ला जिल्लामा पर्छ। यो सिन्जातिर जाने बाटो, तल दुईटा बाटो देखिन्छ, एउटा मेरो गाउँतिर आउने बाटो र एउटा जुम्ला जिल्लाको सिन्जातिर जाने बाटो। यो भन्दा उतापट्टि जुन पिच रोड छ त्यो जुम्ला जिल्लाको खलङ्गा जहाँ सदरमुकाम छ त्यहाँ जाने बाटो छ। अब यो जुन ग्रिन रोड हो त्यो टाइपको रोड चाहिँ मेरो गाउँमा जान्छ, जसमा ग्याबिन वाल युज गरिएको छ, यस्तो राम्रो ड्रेनेज सिस्टम युज गरेका। अनि यो हेरिरहँदाखेरिमा आजकल जुन किसिमले विकास, सायद कर्णालीको विकसित ठाउँमा चाहिँ मेरो ठाउँ पर्छ। कर्णालीका धेरै विकट ठाउँहरू छन् जुन ठाउँमा यस्तो राम्रो रोड पाउनु चाहिँ राम्रो हो। गाउँसम्म यस्तो राम्रो रोड जान्छ, कम सेकेन्डमा एम्बुलेन्स चाहिएको खण्डमा एम्बुलेन्स जान सक्छ। अनि मलाई पहिलेदेखि लाग्थ्यो कि कर्णाली किन नेपालमा रहने त भन्ने लाग्थ्यो, तर कर्णालीको लागि नेपाल सरकारले राम्रै बजेट छुटाएको हुन्छ। यस्तो राम्रो रोड बनाउनलाई पहाडी एरियामा राम्रो खर्च लाग्ने गर्दछ, जुन खर्च पछिल्लो अवस्थामा राम्रै युटिलाइजेसन भएको देखिन्छ, तर यहाँकै नेताहरूले चाहिँ राम्रै खाएको पनि देखिन्छ। हिमाली भेगमा यस्तो किसिमको सडक खण्ड बनाउनलाई निकै कठिनाइ हुन्छ र महँगो पनि हुन्छ। सामान्य एउटा क्याल्कुलेसन गर्छु, जस्तै नेपालगञ्ज सुर्खेतमा पर्ने पेट्रोलको मूल्य भन्दा करिब पेट्रोल डिजलको मूल्य यता 20 रुपियाँ बढी पर्न जान्छ। किनभने अब त्यही हो, ट्रान्सपोर्टेसन कस्ट नै धेरै लाग्न जान्छ। अब डोजरहरू युज गरेर राम्रो खालले एक्सकाभेटर युज गर्यो, डिलिङ मेसिनहरू युज गरेर यी सडक खण्डहरू बनाएको मैले देखेको थिएँ। तर अहिले चाहिँ राम्रोसँग ड्रेनेज सिस्टम सहित बनाएको, ग्याबिन वाल सहित बनाएको यो पटक, अघिल्लो पटक यस्तो थिएन होइन। यति छिटो बनाएको देख्दा खुसी लाग्यो। तर एकै कुरामा अर्को कुरा कस्तो देखिन्छ भने बजेट यतातिर कर्णालीतिर राम्रै आएको देखिन्छ होइन बजेट हेर्दाखेरिमा, तर केही कुराहरू कमी कमजोरी देखिन्छ। जस्तै नचाहिने ठाउँमा पनि सडक खण्ड पुर्याइएको छ, त्यो गाउँ समिति या यहाँको नेताहरूको कुरा नमिलेर हो। जस्तै यो माथिपट्टि पहिरो आए जस्तो सबै भाग देखिन्छ नि, लगभग सबै ठाउँ सडक पुर्याएको ठाउँ हो। त्यहाँ माथि गाउँ छ जुन पातर भन्ने हो, जुम्ला जिल्लामा पर्छ। अनि यहाँभन्दा माथि अब यो क्यामेराले त त्यति देखाउन सक्दैन, यो ठाउँमा दुईटा बत्ती बनाएको छ। अब एउटा बत्ती हुँदाहुँदै त्यो बत्ती जलेन, त्यसलाई मर्मत गरेर फेरि बनाउनु पर्ने ठाउँमा फेरि नयाँ बत्ती बनाउनलाई कति कस्ट लाग्यो होला, र त्यो कस्ट अनुसार त्यो बत्ती पनि जलेन के। भनेपछि त यहाँको मान्छेको कमी कमजोरी हो नि त, बजेट नआएको होइन। अनि कर्णालीलाई मलाई लाग्थ्यो पहिलेदेखि कर्णालीको धेरै विकट ठाउँहरू छन् जुन ठाउँमा साँच्चै सरकारले नहेरेको हो कि भन्ने लाग्छ। त्यस्तो कारणले चाहिँ कहिलेकाहीँ लाग्ने गर्छ यो चाहिँ मेरो गाउँ हो होइन। वास्तवमा यो माथिको मेरो गाउँ हो। अनि बजेट नदिएर यस्तो गरेको, अब कर मात्र जनताले तिर्ने हो, केही पनि सरकारले यदि गर्ने होइन। न हस्पिटल छ, न राम्रो शिक्षा छ, न स्वास्थ्य छ, न खानेपानी छ, न सडक छ। सबै कुरा यदि नहुने हो भने सरकारबाट कर मात्र तिर्ने हो। यहाँको जनताले कर छलेको छैनन्, कर मात्र तिर्ने हो भने कर्णाली किन नेपालमा रहने भन्ने प्रश्न आउँथ्यो होइन। तर पछिल्लो अवस्थामा नेपाल सरकारले गरेको प्रविधि हेर्दा राम्रो बजेट कर्णालीका लागि आउँछ, तर यहाँकै जनप्रशासन नेताहरू मिल्न नसकेर सही ठाउँमा सही सदुपयोग गर्न नसकेको अवस्था देखिन्छ। यो चाहिँ हाम्रोतिर थान भन्छन्, दियारे बुबुको थान हो।